my vlog. Welcome to my guys. हो लुगा लाएर नाक टालिस गरौँ तर म धुलो सहन्छु केही मास्क सास लाउनु लाग्दैन एन खोज्ने हाम्रो छोरीलाई यस्तो राम्रो देखेछ हेर्नु अनि के पाखिने भने चाहिँ के खास एक नम्बरको पाखी हेर्ने फिल्म चाहिँ थाहा थियो संविधान भनेको इन्ड्राइभ एउटा आयो एउटा आएन मार्जिन एउटा सुन्ने भिडियो बना आउँदिन क्या हराउने त पद्धति यस्तो चिसो पानी निकाल्नु जात होइन म कालो पनि खान्छु क्या म चिसो निकाल्दिनँ म त मोटो भएर सोच्छु नि यत्रो लुगा नै हुन्छ ठ्याक्क लिन्छु भनेको त्यति मिठो रहेछ चटपटे बोकेर लिएर चौरी खाना नि यहाँ होटलमा राखेर हामी चाहिँ एरेन खाना अब हामी चाहिँ नुडल्स खाँदैछौँ सानो छोरी तपाईँ गाइस हेर्नु कस्तो राम्रो फुल फुलेको यहाँनिर मौरी पनि रहेछ मौरी त्यसै घुम्दैन हाई एभ्रिवान वेलकम टु माई न्यू ब्लग आज नयाँ दिन नयाँ भिडियो लिएर म आइसकेको छु म मिङ्सु मेगनको आमा प्लिज मिङ्सु मेगनको आमाको युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला भिडियो हेर्न पनि नबिर्सिनु होला भन्दा पनि मेरो फुली चाहिँ कहाँ हराएको छ सोल्टिनी हाम्रो सोल्टिनी चाहिँ धमाधम यहाँ ऐना हेर्दै हुन्छ अनि म यता म चाहिँ रेडी भइसु पाउडर ल भने पाउडर पनि छैन आफ्नो त सोल्टी कता जाँदैछौँ त तपाईँहरूलाई म भिडियोमा देखाउँदैछु अब हामी दुईजना चाहिँ गाडीमा हुन्छ नि त त्यही भएर पठाउमा जानुपर्ने हुन्छ घरबाट अब टिकट लिइसक्यौँ सोल्टीमा हामी सोल्टीलाई चाहिँ चस्मा लाउनु पर्ने हुन्छ अरे नत्र चस्मा मास्क टोपी लुगा सब म दिन्छु कहिले पनि म त केही लाउनु पर्दैन गाइस मजा लिउँ न हो लुगा लाएर नाक टालिस गरौँ तर म धुलो सहन्छु केही मास्क सास लाउनु लाग्दैन खोज्ने हाम्रो छोरीलाई यस्तो राम्रो देखेछ हेर्नु अनि के पाखिने भने चाहिँ के खास एक नम्बरको पाखी हेर्ने फिल्म चाहिँ थाहा थियो एक नम्बरको पाखी फिल्म कस्तो थियो हेर्नु सोल्टी नि मेला होइन हौ एउटा त्यो धर्महरू जस्तै रहेछ के पनि मेला लाग्न आँटेको मतलब आफैभित्र ज्ञान खोज्ने हेरे त कस्तो के भन्छ नि इन्ड्राइभ पनि यति ढिलो आयो कि हामीलाई गर्मी लाग्यो यस्तो पसिना आइसकिसक्यौँ पहिला सोल्टिन थाहा छ मैले त्यो तराईतिर काम गर्दाखेरि जति नि पसिना हेर्नु गाई छ संविधान भनेको इन्ड्राइभ एउटा आयो एउटा आएन पर्ने थियो क्या ढिलो भयो ल 14 किलोमिटर यस्तो हेर्नु त हेर्नु बल्ल बल्ल मार्जिन एउटा सुन्ने भिडियो बना ढिलो भने कस्तो रिसाउनु भएको थियो यता बिल बोक्नुपर्छ हस्पिटलमा आएपछि सिधै गएपछि लेफ्ट भनेको यता होइन कि बाहिर हो यता त आउँदिन क्या हराउने यता
अल्ट्रासाउन्ड गर्नलाई चाहिँ पिसाब धेरै सोल्टिने पिसाब रोकेर पानी खाएर बस्नुहुन्छ पानी खानु पर्ने पद्धति यस्तो चिसो पानी निकाल्नु जात होइन म तातो पनि खान्छु क्या म चिसो निकाल्दिनँ न सान्छु वेटिङमा छु सोल्टिएर म कायम भनेदेखि मलाई नि हामी चाहिँ आएछौँ मेडिसिटी हस्पिटल गाइस हामी चाहिँ फर्क्यौँ रिपोर्ट सिपोर्ट आएर पनि अब रिपोर्ट देखाउँदा नि यताबाट गएको थियौँ है म त मोटो भएर छोड्थेँ नि यत्रो लुगा नै हुन्थ्यो रहेछ कस्तो खुइले देखेछ मलाई श्याम दाइले कस्तो राम्रो लाग्यो आज भन्दै थियो श्याम दाइले मसला पसलको दाइले यो विद्युतीय भर्याङमा हिँड्नु मजा हुन्थ्यो नि है लडाएको थियौँ सुन न पहिला खड्या हो अहिले त बन्द भइसकेको छ उल्टी आउनु आँट्छ चटपटे खानु अरे गाडी नत्र मम्मी आउँछ सोल्टीलाई चटपटे त खानै पर्यो लिफ्टमै पनि मम्मी लिफ्ट बेला मलाई पनि चक्कर चल्छ है अब त झन् लाइन गरेको छु बिचमा रोकिँदाखेरि म त खुट्टै नसै गर्छ है बुढी भएको होला खुट्टा मलाई केही न केही समस्या छ आयो जाने हाम्रो बहिनी चाहिँ कतिवटा ड्युटी रहेछ नि खोइ एक्जिट भन्न चाहिँ अन्त कति साह्रो छ भाइ ढोका जाने यो ललितपुर भक्तपुरहरू पानीमा कस्तो डुब्छ नि छोडिने आमा उता सिद्धि हस्पिटल पुरै डुबिया हुन्छ नि म त बुढी देखेरै तर्सिन्छु है बुढी सिसामा हेर्नु न बुढी आफ्नो बुढी क्या मेरो चाहिँ तपाईँको त के छ र मेरो बुढी गर्भवती यस्तो बुढी छ अगाडि इच्छा कुमारी राई चाहिँ तपाईँ भनिरहेको थिएँ भने त त्यस्तो तपाईँ अगाडि जान्न भन्नुहुन्छ नि राम्रो छ सोल्टिनी किनभने हरियाली देखाउनु यस्तो राम्रो छ अरे तर यो डाँडा छ अनि मुनि डुबिहाल्छ नि बर्खामा होइन तल छ नि त आउनु तपाईँमा सेल्फी हान्नु एउटा आफ्नो नि त किन चटपटे खानुपर्छ तेरि चटपटे खान फोटो खिच्नु भन्दा पनि चटपटे खानु यहाँ शीतलपुरमा आज हामी ललितपुर आएको छौँ गाइस तिमीहरू आएको छौ अगाडि चटपटे पसल छैन गाइस अब म चटपटे पसल खोल्छु है केही नखाइकन मिक्स लानु लाग्छ गाइस यत्रो बुढी मुट्टाएर है चटपटे पसल भन्ने त भाँडा पसल छ त गाइस खोइ कहाँ छ बरु यो कुर्ता कस्तो राम्रो छ डमीमा भएको कुर्ता कस्तो राम्रो लाग्यो वा कलर कस्तो राम्रो है सोध्नै छोडिदिनु कति हो उयो छ हौ यहाँ छ हस्पिटल के ए होइन खोज्दा खोज्दा के जस्तो हुने मलाई बरु थकाली खाना देखेर थकाली माइली पो खान्छ घर माइली गरे म जस्तै माइली रहेछ चरा खाएर मिठो हुन्छ नि पानीपुरी चटपटे छैन हौ हामी यति खोज्यो चटपटे तपाईँको मात्र रहेछ यहाँनिर कस्तो छ पानीपुरी चाहिँ खाएर जाने त प्याक गर्न मिल्छ मिल्दैन पानीपुरी जे पनि मिल्छ चट बनाइदिनु त लु प्लेट हो चटपटे 50 बनाइदिनु तर हो त्यसो खोर्सानी चाहिँ 60 वटा हालिदिनु ल 60 वटा छैन हो भाइ किन खोर्सानी नआएको अमिलो पिठोमा खोर्सानी त खाने हामी ज्यादा आलु नहालिदिनु काँक्रा नहालिदिनु बरु तर महँगो चिज केही पनि हाल्नु न क्या हो मिठो सके पानीपुरी खाने है आमा हात चिलाएर नि मेरो त कस्तो पैसा दियो क्या उसले यहाँ क्यामेरा राख्मै त हात चिलायो दाहिनेपट्टिको कस्तो आउँछ भने सुनेको थियो त जान्छ सिलाएको छैन अहिले अनि अघि पैसा गइसक्यो भनेर
होइन होला मेरो पनि जान्छ हौ त्यहाँ कुर्ता देखिरहेको थिएँ म पनि होस् है त्यो राम्रो थियो कुर्ता खोलेको छैन किनकि मलाई नेट चाहिँ अनलाइन डाटा चाहिँ छ यसरी भिडियो हेर्दा त म यहाँ उठ्छु चोटि नि यतापट्टि आएर यो थियो किन यो यतापट्टि एउटा फोटो खिच्नु यहाँ यो तल छ नि गोलो तल तल यो खिचेको थिएन नाटक बढी भयो जस्तो लाग्यो मेरो यताको कस्तो लाग्यो को भन्नुलाई चाहिँ नल्याउने बरु पर्दैन म त एकचोटिमा 27 वटा खोर्सानी खान्छु त्यही त तपाईँले त्यस्तो खुर्सानी मान्छेले डल्लो खुर्सानी खाने मान्छे आउँछ त्यसले केही पिरो हुँदैन जति जे मन हुँदैन म डल्लो खुर्सानी अस्ति खाना खाँदाखेरि साथीमा 27 वटा खाएको झट्टै बेहोस भयो त त्यही त हामीसँग हुँदैन ट्याटो पनि यस्तो भइहाल्यो बजारमा जुन हामीले कस्तो राम्रो देखायो तर एकदमै मिलेको अवस्था छ यो कतिको 50 को हो प्लास्टिकमा दिनु बोकेर खाने बोक्नु हुन्छ लगेर खान्छ उल्टै छैन यसमा यति मिठो रहेछ अब पानीपुरीमा खोर्सानी छैन तपाईँकोमा ल्याउनु पर्छ खुर्सानी त छ तर ऊ खुर्सानी हाल्नुपर्छ धुलो खोर्सानी हाल्नु धुलो खोर्सानीसँग पानीपुरी खाम किन खाम पिरो खाने नखाम होला त्यसै जाउँ ल के खाने दिन्न त ल्याइदिनु हामी यहाँ खान्छौँ ए यस्तो रहेछ त यो हाल्दिउँ अरू केरा छैन छ केरा हालिदिनु न त कहाँ हो तपाईँ घर दाइ बाह्र वीरगन्जतिर होइन वीरगन्ज कलैया थाहा छ निजगढ पनि होइन निजगढमा ठुलो मेला लाग्छ है निजगढमा लाग्दैन कहाँ हो गढीमाईमा लाग्छ गढीमाई भनेको निजगढ होइन छोरी पढाउनु बस्नुभएको होइन उतै बस्छ अलिकति बुझा खान्छ ल उतै बस्छ गाउँतिर बस्छ यत्रो ठेलाले पनि कति धेरै पैसा कमाउनुहुन्छ है के गर्ने पैसा त धेरै यहाँ कमिन्छ है तर भाडा दिनुभन्दा त तर व्यापार हुनु पर्यो ग्राहकलाई बस्ने ठाउँ हुनु पर्यो सामान मिठो हुनु पर्यो कुट्यो मेरो त हामी त उता मेडिसिटीबाट खोज्दै आएको तपाईँको कुट्यो कि यो त खान्न त म त्योभन्दा तर रेडिमेड खानु मिल्छ यार पिरो लागेन नि दाइ पुगेन त्यत्रो हाल्दा चाहिँ त्यसमा आएको मान्छेले यस्तो खाएपछि के जिन्दगी बर्बाद होस् ए बाबा यो होइन हरियो खुर्सानी मिठो लाग्छ तर आज भोलि बजारमा हरियो पनि त्यति पिरो आएको छैन बजारमा त्यति पिरो छ नि तपाईँको पाला है रेजेट सोल्डिङ पालन पहिला थाहा एक प्लेटमा त दिनु है सिद्धिहाल्छु लगाडि एउटा जनकपुरको दाली पेट मिठो हुन्छ मिठो जाउँ मेरो पालन छ तपाईँ खानु एक प्लेट खाइदिउँ न हरियो खोर्सानी भएको खान्थ्यौँ प्याज हालिदिनु न जाने खान्थ्यौँ हजुर प्याज हालिदिनु न जाने खान्थ्यौँ मोबाइल चलिरहेको लड्यो बुढी त हो सस्तो खालको यो जति सस्तो भयो होइन र माया गर्नुपर्छ पिरै भएन क्या हाम्रो पसलमा पहिला तपाईँको छोराछोरी कतिजना
हाम्रो 3 जना एकजना मान्छे ल्याएर एक कौसाले आधी बेर खाइदिएको र त्यहाँ कसमा हाम्रो बसमा पहिला हाम्रो बुवा मलाई कतिले गाली गरे खायो तपाईले अघि भन्नुभयो नि मेला भनेको यो बरियापुरमा लाग्छ मेला 5 वर्षमा लाग्छ पुरा त्यो जिल्ला त बागमतीदेखि नै फोहोर गरेर हिँड्छ इन्डियाको मान्छे राख्छ भने जिल्ला फेरि 12 जिल्ला जुन छ नि 12 धेरै ठुलो लाग्छ नि त मेला त्यो त मेला हो नि त मेला के होला त्यो त इन्डियामा हजुरको घर कहाँ कस्तो फोहोर थियो त कुम्भ मेला हाम्रो नेताहरू भयो त्यो त नेपालको त कस्तो फोहोर बनाएर हेर्नु त बिजो बिजो पनि के जानु धनुषा जिल्ला त जनकपुर त्यही लालगढको बर्दिवास तपाईको घर बर्दिवास ए उसको वही पनि तराईवासी पऱ्यो विराटनगर थाहा छ किन हो विराटनगर मेरो कस्तो राम्रो काम भइरहेको छ यिनीहरूले राम्रो काम गरिरहेको छ नि त विराटमा धरा न हल्का सामान छ ए दारा मैले विराटमा दारा पानी खान्छु खानु न पानी खान्छु लु यो भर्नु न म खान्छु कसरी खान्छ सुनसरीको त्यो त अन्त मोरङ तराई हो क्या हाम्रो सुदूर तराईको पनि पूर्व त्यतातिर कस्तो गर्मी छ गर्मी छ बर्दिवास झन् यस्तो गर्मी छ कि बर्दिवास जानुभएको छ पानी राखिदिउँ यो कसको घाँटी बोलेको सुकेको हरे राख्नु न अबदेखि राख्नु यो भाइ बोल्दै पोसिनालाई टिस्यु पेपर यो यहाँ फोहोर सरी हुन्छ त्यो फाल्ने त हेर्दा राख्नु प्लास्टिक तपाईँको त्यो राख्दाखेरि ए हुन्छ टिस्यु पेपर पानी चाहिँ छैन तपाईँ खाने खानु पाइन्छ भयो पर्दैन निन्न आधी जुरो खेले क्या अनि पुछिदिनु यो किन्नुपर्ने हो कि फ्रीमा खानुपर्ने कति भयो 150 यहाँ छ मसँग प्लिज मैसँग थियो आएको छैन मैले त्यसो लान आँटेको क्या पस्छु ताईलाई बोकाएको किन्नुलाई बिहान थियो यहाँ पसल हो तपाईँको 1 बजे ए बिहान चाहिँ अनि कहाँ जानुहुन्छ काम गर्न कहीँ जाँदैन खाना बनाउँछु खान्छु यो सामान रेडी पार्छु यो आफै बनाउने हो ए यो रेडिमेड होइन नि आफै बनाएको रेडिमेड राम्रो हुँदैन हो त्यो त होच्छ खाएर हाम्रो पूर्वतिर चाहिँ त्यही रेडिमेड खान्छ क्या हामी पानी ल हामी गयौँ है दाइ बस्नु ल बाटोपट्टि खोज्दै 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 चटपटी क्या आयौँ आम्मा लुगा त टाइट भयो भाइ सोल्टिनी त्यो त्यो सुके बुझानले बर्बाद जेरी खानु भनेको 25 रुपियाँ एउटा अन्न खाएको सानो जेरीलाई 25 रुपियाँ भनेर महँगो लाग्यो अन्न खाएको हामीले टाइट खानेर हिँडेको 25 मा त हाम्रो हाम्रो बजार नि 25 रुपियाँ गोटा लाग्छ है एकदम राम्रो चटपटी बोकेर लिएर चौरीमा खाना नि यहाँ होटलमा गएर खाएर हामी चाहिँ एरन खाना खानु यहाँ मेरो अब हामी चाहिँ यो नुडल्स खाँदैछौँ सानो सोटिङ तपाईँ यति धेरै खाने कुरा खायो कि मरेँ म त तर मलाई चाहिँ क्या छैन नखाँदा चाहिँ ढुक्क खाएपछि झन् खानु त्यो पिरोले त रिङ्गडा चलायो है यो गमला यहाँ राख्नु मलाई सोल्टिनी एउटा कुरा हुन्छ कि एउटा कुरा खाएन अर्को खाएको हुँदैछ अर्को खाएन अर्को खाएको हुँदैछ हुन्छ कि न हुन्छ मलाई त म चाहिँ खसीको मासु कस्तो खानु मन लागिरहेको थियो कि ल खाऊँ न भरे खाऊँ न ए नाना नगर्नु नि सोल्टिन चाहिँ सुतेर त खायो गएको सुत नि उसलाई चाहिँ उल्टी आउँदा चाहिँ गर्दा नि धन्न जीवन काट्नु भएछ यतिखेरसम्म जे गर्दा नि उल्टी आउँछ भन्नुहुन्छ हौ
तपाईँ बेहुली हुँदा चाहिँ कसरी चढ्नुभयो गाडीमा बेहुली बेहुली भन्नु भएन नजिक त हो ल होइन होला है हो ए भगवान् ए हरिराम हजुर ए हामी चाहिँ अब परी के आमा फुल कस्तो राम्रो है हेर्नु एकै नाच्नु राम्रो देख्यो क्या फुल्दाखेरि कस्तो राम्रो देख्यो फुल यहाँ मेरो पछाडि रात्दै नेपाल मेडिसिटी हस्पिटल अस्ति इक्जाम दिन म कता आएको अलिक पर होला हौ बहाना पारेर अन्ना डर छ भनेर भाग्नु भएको जस्तो लाग्यो ए तपाईँलाई मनपर्ने के त तालो फुल्यो मलाई मन पर्छ उयो के नाम पो हो छ्याङ लामा ए कस्तो तालो खुइले भनेको त तालो फुलेको त त्यसो भने मेरो फेभरेट सिङ्गर छ्याङ लामालाई त तालो खुइले ड्रेस लाएर छ्याङ लामालाई मन पराउनु मेरो एउटा लामो कहानी छ हर कहानीमा ट्विस्ट हुँदा है यो त सरसफाइ गर्ने लाउनुले सोल्टीले भोटेहरू लो पनि नचिनेको भने सोल्टीले चढेर जाउँ नत्र यो त गर्भवती महिला भन्दा नि मोटो बुढी मोटा अहिले म 14 केजी मोटाएँ खोइ आज 64 केजी थिएँ आज जोग्दाखेरि अघि बिग्रेको होइन मोटाएको हुने भात कति खान्छ दिनको दिन कसी कसी यहाँनिर त्यो गाईको छ क्या एउटा धनी सबै गएको छ मलाई त्यस्तो जाबल फोन गर्दा मेरो केही पनि हुनेवाला छैन किनकि म आफै खुसी छु कति राम्रो थियो तपाईँ भन्नु न लाज हुँदै हुँदैन अब उसलाई उसले अब तपाईँको बुढासँग बोल्यो भनेर आयो घरमा उसले लाज हुँदै हुँदैन मन त्यस्तै गरेर जाउँ भनेर पो सोधेर जाँदिन होला हुन्छ शनिबार हो सोल्टिनलाई बमिट आउनु सुरु भइहाल्यो गाइस अब लिफ्ट सोल्टी लिफ्ट धेरै भएको भइसकेको जाउँ न त हिँडेर भइरहेको छैन म त देखाएको छैन कहिले फेरि बमिटिङ हुन सक्छ हजुर म बसेर फेरि हामी बमिट गरेन त ए तर्स्याहाल्यो फेरि हामी त एउटा अघि अर्को गाडी सोधेर म एन्सर दिन्थेँ नि पुरै होइन लास्टमा सोधेपछि त्यस्तै हो हातमा पहिला म चाहिँ यस्तो धेरै अहिले नि आउँछ नि तर निल्दिन्छु म त लाज लाग्ने मान्छे यस्तो क्या थुकर आइराख्ने होइन अनि लाज लाग्ने अलिकति आफूले डराएको लजाएको मान्छे आइपुग्दा त पुरा बमिट पनि निल्दिएको छ क्या एकचोटि बुझ्नुभयो सोल्टिनीको मुखमा थुक्छ त गाइस लिएर बोल्नु मिल्दैन क्या उहाँलाई थुक्दाको लागि टोइलेट खोजिराख्नु भएको छ क्या लिफ्ट चढेर बुढाको अब लिफ्ट अर्कोचोटि चढेर डेन्जर त्यहाँदेखि बोल्नु नरिसाउनुहुन्छ होला हान्छ सक्यो अब हामी फाइनली जानुपर्ने हुन्छ कति नम्बरमा छ तपाईँले ठाउँ त हजुर 8-3 महिनामा के भर्याङ विद्युतीय भर्याङ भनेको ल ए दादा के मिठो मिठो बनाउँछ त यार सोल्टिनलाई चक्कर चलेर के कोसँग चक्कर चलेछ पनि रङ नम्बरमा छिरेछ मेरो नानी रिसक्यो होला 48 नम्बर मेरो यहाँ बिरामी हस्पिटलमा आएको छु उहाँको आज सेकेन्ड हुँदैछ अनि हामी पालो पुरेर बसेका छौँ तपाईँको भाउजू यहाँ हस्पिटलमा पालो पुरिराख्नु भएको छ हामी यहाँ वेटिङमा बसिरहेको छौँ अब हामी बाहिर जाने क्या के किन्नु हामी चाहिँ फर्किनु पर्ने हुन्छ पहिला ल्याउनु काम सक्यो अब हामी फर्किन्छौँ तपाईँ यहाँ थकान मेट्दै हुनुहुन्छ हस्पिटलको अगाडि ढ्यान टेड्याङ भन्नु न भन्नु काम सक्यो अब हामी चाहिँ फर्केर जानुपर्ने हुन्छ होइन घामले टल्केर
गाइस हेर्नु कस्तो राम्रो फुल फुलेको यहाँनिर मौरी पनि रहेछ है मौरी त्यसै घुम्दैन लाग्यो है हामीले त्यहाँ भिडियो खिच्दैथिएन मान्छेहरू हाँसे पुग्नु हो नि पुगिहाल्छ अब हामी कसरी जाने रात परिसक्यो हामीले गाडी पनि भेटाएको छैन अनि हामीले इन्टर पनि बुक गर्न आएन अनि त्यसपछि हामीले यहाँ यस्तो महँगो के 75 पाउने बल्ल 150 होइन गाइस अनि 500 पाउने सामानलाई 1300 हेरे आम्मामा त्यो केबल त 600 कि कति पर्छ त्यसलाई 900 भने यार 900 महँगो रहेछ यो ठाउँ त तपाईँ भन्नुहुन्छ होला आफ्नो आफ्नो क्वालिटीहरू पनि होइन तर एउटै हो कि किनकि हामीले एउटा सस्तो होलसेलमा 550 पाउने लुगालाई यहाँ 1300 भन्यो होइन अन्त एउटा अब हामी नहोला नि यहाँ पनि ललितपुरमा महँगो रहेछ हामी आइपुग्यौँ अब यहाँदेखि कता जाने होला उसो सक्यो बरु स्विच अफै पारिदिने गाइज भनेर आमा म त मर्छु क्या आज ठेस लाग्छ घर चप्पल पिटिन्छ बैसालो आँखाले के देखेछ यहाँको यहीँबाट हुन्थेन तपाईँ वहाँ गएर हेर्नु दिमाग मेडिसिन हस्पिटल कहाँ देखाउनु लु यो तल छ हो यहीँबाट जाने हो उयो होइन यो होइन उता हो साँझ गरिसक्यो अनि बियोस उनाडे जस्तो भयो त यहाँ चाहिँ हिजो बिहे थियो आज पनि झिलिमिली निकालेको रहेछ गाइस गाडीमा बमिट गर्नु भएन है यहाँ चाहिँ गर्न झन्डै गर्नुभयो अरे बसेर फेरि उठिहाल्नु भयो हतार हतार बल्ल बल्ल भेट्यो गाडी कस्तरी यहाँ कुदेको हामी ब्याट्री पनि 2% छ भाइ मेरो त सोल्टे नि स्विच अफ भयो अब आयो बल्ल बल्ल हाम्रो बजार आइपुग्यो गाइस आम्मा बल्ल आइपुगेँ बाई